अब चाहिँ मेरो बुढालाई पनि हिँड्नु गाह्रो परेको जस्तो छ, कम्मरमा हात लाएर हिँड्नुहुँदैछ हेरे साथी। मेरो हस्बेन्डलाई गरम भएर बिचारा हेर्नुहोस् त हालत पत्ला। अब त बेग पनि मलाई नै दिनुभयो हो। अब यहाँ माथि हो मेरो घर चाहिँ, यो डाँडामाथि बस्ती एरिया आइपुग्यौँ हामी चाहिँ। घरको छेउछाउ आइपुग्ने बेलामा चाहिँ यस्तो बाटो भेटिन्छ। अघि चाहिँ रफ रोड थियो, देख्नुहुँदै थियो नि। मान्छे बिमार भयो भने चाहिँ हस्पिटल पुर्याउनु पाउँदैन, बुझ्नुहुँदैछ नि बाटो हेरेर। त्यही पनि कम्ती भयो त्यो हुँदैन, कति टाढो छ यस्तै बाटो। अनि अहिले प्राइभेट बाटो खन्ने कोसिस गर्नु हुँदै रहेछ होइन। कति खेप प्राइभेट खन्नु पनि भएको, तर के गर्नु, लामो छ बाटो, टाइम लाग्छ है, सक्दैन। सरकारले रोड बनाइदिन्छु भन्नुहुन्छ, बनाइ पनि दिनुहुन्छ होइन। अनि रफ राखिदिनुहुन्छ, त्यसको बादमा झार जङ्गल पराएर अनि के रोप्नु छ मान्छेले खेतीबाली पनि गरिहाल्छ, त्यस्तो हुन्छ होइन। कहिले असली रोड चाहिँ कहिले हुने सरकार ज्यू भन्न चाहन्छु म चाहिँ। हामी पनि माइत घर आउँदा यसो गाडी लिएर टक्कै है यस्तो गर्दै आउनुपर्छ। के खाएर हिँडेको छ नि घरमा आइपुग्दा त, घरमा किन आइपुग्नु, बाटोमै भोकले फ्यात्रक फ्यात्रक। अब चाहिँ 5 मिनटमा चाहिँ पुग्छु घर। मिस्टरको ड्युटी छ, छिटो फर्किनु पर्ने छ। बाटो छ यस्तो, स्कुल टाढो, मार्केट टाढो, अनि गाउँमा चाहिँ बुढाबुढी मात्रै भेटिन्छ है साथी हो। सबै बिहे गर्ने जति बाहिरै होइन। अनि कोही ड्राइभर, कोही बिजनेस, कोही प्राइभेट जब जो पनि होइन। अनि स्कुल पढाउनु पऱ्यो नानीहरूलाई प्रब्लम हुन्छ नि त यहाँनिर। अनि छुट्टीमा कहिले काहीँ मात्रै आउने गर्छन् है गाउँमा चाहिँ साथी हो। दुःखले आइपुग्यो घर चाहिँ होइन। देखाउँछु गाउँ घर हेर्नुहोस् है साथी हो। बस्तीको घर। हामी चाहिँ आइपुग्यौँ घर। अनि भोक लागेर हतार खाना खाँदैछौँ है साथी हो। म चाहिँ फर्किँदैछु। मेरो इच्छा थियो साथीहरूलाई मेरो बाबालाई देखाउँछु होइन, तर म यति बेसी बिजी भएँ होइन। बाबाको बाल काट्नु, बाबालाई नुहाउनु होइन, बाबालाई खुवाउनु होइन, मेरो इच्छा थियो होइन। अनि म धेरै बिजी हुनुको कारणले गर्दा त्यो सब हुनु सकेन। र अब चाहिँ हामी चाहिँ सब्जीहरू टिपिदिनु भएको थियो, लिएर चाहिँ हामी हस्बेन्ड वाइफ चाहिँ फर्किँदैछौँ होइन। अब रोड पुग्नुको लागि चाहिँ 10 मिनट लाग्छ। अनि रोडमा पुगेर गाडीमा चढ्ने बेलामा पनि हजुरहरूलाई बताउने छु हस्। माथिको जग्गादेखि चाहिँ हिँड्दै हामी चाहिँ रोडमा आयौँ है। 8:30मा हिँडेको थियौँ बिहान होइन। अब अहिले चाहिँ 5:15 भएको छ। हामी चाहिँ हेर्नुहोस् कति बेसी गरम रहेछ होइन। कुद्दा मिस्टरलाई चाहिँ ड्युटी जान्छ नि त, ढिलो हुन्छ भनेर हामी चाहिँ गाडी भएको ठाउँमा आइपुग्यौँ साथी हो। अब चाहिँ हिँडेको पसिना देख्नु हुँदैछ नि, आमा यति गरम होइन साथी हो। आज चाहिँ यति बेसी थाकेको छ कि घर पनि आइपुग्यो।